मेल रिप्रोडक्टिभ पार्टमा चाहिँ यो स्ट्रक्चरहरु चाहिँ हुन्छ। अब फर्स्टमा हामी चाहिँ केबाट सुरु गर्ने हो, टेस्टिसबाट चाहिँ। टेस्टिस भनेको प्राइमरी सेक्स अर्गनलाई चाहिँ भनिन्छ र यसमा नै स्पर्म प्रोडक्सन हुन्छ र यो स्क्रोटममा स्क्रोटम स्याक भित्र लोकेटेड भएको हुन्छ, यसलाई चाहिँ स्क्रोटम चाहिँ भनिन्छ। अनि यसको चाहिँ तीनटा लेयर चाहिँ हुन्छ स्क्रोटमको। बाहिरको लेयर ट्युनिका भ्याजिनालिस भन्छ, त्यसपछि ट्युनिका अल्बुजिनिया भनिन्छ र टेस्टिसको भित्र हुन्छ ट्युनिका भ्यास्कुलोसा चाहिँ भनिन्छ। यो सबै प्रोटेक्टिभ कभरिङ चाहिँ हो के को, टेस्टिसको। अब त्यसपछि टेस्टिसको टीएस कार्ड देखिन्छ भने धेरै सेमिनिफेरस ट्युबल चाहिँ देखिन्छ र प्रत्येक सेमिनिफेरस ट्युबल लाइनिङ जर्मिनल इपिथेलियम हुन्छ र त्यो जर्मिनल इपिथेलियमबाट मियोसिस भएर चाहिँ स्पर्म चाहिँ बन्ने हुन्छ र यो स्पर्म चाहिँ यो बाटो भएर चाहिँ आउँछ। जुन सेमिनिफेरस ट्युब्युल हुन्छ त्यो सेमिनिफेरस ट्युब्युलको ओपनिङ रेटेड टेस्टिसमा हुन्छ। त्यो सानो नेटवर्क लाइक स्ट्रक्चर भनिन्छ, त्यसलाई चाहिँ सानो नेटवर्क लाइक स्ट्रक्चर हुन्छ र जुन चाहिँ हामी केमा पढिसकेका छौं, अस्तिको स्लाइडमा चाहिँ पढिसकेका छौं। भाषा इफ्रेन्सिया भनेको सानो डक्ट हुन्छ, धेरै नम्बरमा चाहिँ हुन्छ, जुन चाहिँ टेस्टिसलाई इपिडाइडिमिससँग कनेक्सन चाहिँ गराउँछ। इपिडाइडिमिस भनेको यतादेखि यतासम्मको पार्टलाई चाहिँ भनिन्छ। इपिडाइडिमिसमा त्यो सानो डक्ट हुन्छ, त्यो सानो डक्ट 6 to 7 मिटर लामो चाहिँ हुन्छ, एकदमै यसरी चौमी जस्तो परेको चाहिँ हुन्छ। 6 देखि 7 मिटर चाहिँ ट्युब चाहिँ हुन्छ र यसको माथिको पार्टलाई भनिन्छ हेड। हेड भनेको क्यापट इपिडाइडिमिस, त्यसपछि कर्पस इपिडाइडिमिस बडीलाई भनिन्छ र तलको भागलाई भनिन्छ कॉर्डेट इपिडाइडिमिस। जुन कॉर्डेट इपिडाइडिमिसबाट निस्केको सिंगल मोटो डक्ट हुन्छ, यसलाई भाषा डिफ्रेन्सिया भन्छ। के भन्छ? भाषा डिफ्रेन्सिया। भाषा डिफ्रेन्सिया इन्ग्युनल केनाल भएर बडी क्याभिटीको भित्र चाहिँ जान्छ। टेस्टिस हाम्रो बाहिर चाहिँ हुन्छ। किन बाहिर हुन्छ? स्पर्म जुन हुन्छ नि त्यो बडी टेम्परेचर भन्दा 2 और 3 डिग्री टेम्परेचर कममा चाहिँ म्याच्योर चाहिँ हुन्छ। त्यही भएर चाहिँ टेस्टिस चाहिँ बडीको बाहिर हुन्छ, तर फिमेलमा त्यस्तो हुँदैन। ओभरी चाहिँ बडीको भित्रै हुन्छ। ओभा चाहिँ बडीको टेम्परेचर जति छ त्यो अनुसार नै म्याच्योर चाहिँ हुन्छ, तर फिमेलमा त्यस्तो हुन्छ, तर मेलमा त्यस्तो हुँदैन। मेलमा चाहिँ मेल ग्यामेट 2 और 3 डिग्री टेम्परेचर के हुन्छ, कममा चाहिँ डेभलप चाहिँ हुन्छ। त्यही भएर चाहिँ टेस्टिस बडी क्याभिटीको बाहिर हुन्छ। अब इन्ग्युनल केनाल भएर भाषा डिफ्रेन्सिया माथि जान्छ र युरेटरको भित्रबाट आएर फेरि युरेथ्रामा गएर जोइन हुन्छ। यहाँदेखि यहाँसम्म युरेथ्रा हो, युरेथ्रासँग जोइन गर्छ, त्यसैले यसलाई भन्छ युराइनोजेनिटल डक्ट भनिन्छ। र जोइन हुनुभन्दा अगाडि यसले चाहिँ सेमिनल भेसिकललाई रिसिभ गर्छ। सेमिनल भेसिकलको सेक्रेसनबाट सिमेन चाहिँ रिलिज हुन्छ र सिमेन भनेको स्पर्म प्लस फ्लुइडलाई पनि भनिन्छ, अनि जसको मेजर कन्ट्रिब्युसन सेमिनल भेसिकलले पनि हेल्प गर्छ सिमेन बनाउनको लागि चाहिँ। र सेमिनल भेसिकलबाट निस्केको जुन सानो डक्ट हुन्छ त्यसलाई भन्छ इजाकुलेटरी डक्ट। र मेलले कपुलेसन गर्ने बेलामा फिमेलको भ्याजिनामा डिपोजिट गर्छ ग्यामेटलाई, त्यो प्रोसेसलाई सिमेनलाई रिलिज गर्ने प्रक्रियालाई भन्छ इजाकुलेसन, त्यसैले त्यसलाई भन्छ इजाकुलेटरी डक्ट। अब जंक्सन पोइन्टमा प्रोस्टेट ग्ल्यान्ड चाहिँ हुन्छ। मेलमा कमन क्यान्सर भनेको चाहिँ प्रोस्टेट क्यान्सर चाहिँ हो। अब त्यसपछि यो डक्ट चाहिँ तल आएर पेनिसमा लिड गर्छ, पेनिस भएर चाहिँ बाहिरतिर ओपन चाहिँ हुन्छ र यो डक्टलाई युराइनोजेनिटल डक्ट भनिन्छ, किनभने यसले युरिन प्लस ग्यामेट दुईटैलाई रिसिभ गर्छ। भनेको युरिन पनि यसैबाट जान्छ, ग्यामेट भनेको स्पर्म पनि यसै डक्ट भएर जान्छ, त्यसले युराइनोजेनिटल डक्ट भनिन्छ। र पेनिसको बेसमा चाहिँ के हुन्छ, एउटा कपर्स ग्ल्यान्ड हुन्छ। यो कपर्स ग्ल्यान्डले व्हाइट मिल्की फ्लुइड चाहिँ रिलिज चाहिँ गर्छ, जसले गर्दा कपुलेसन गर्ने बेलामा भेजिनालाई चाहिँ मोइस्ट राख्नको लागि चाहिँ हेल्प चाहिँ गर्छ र कपुलेसन गर्नमा सजिलो हुन्छ। र पेनिस भनेको लङ सिलिन्ड्रिकल स्ट्रक्चर हुन्छ र स्पोन्जी टिस्युबाट बनेको चाहिँ हुन्छ। कर्पोरा स्पोन्जियोसम हुन्छ लोअर भागमा चाहिँ, कर्पोरा क्याभर्नोसा हुन्छ माथिको दुईटा टिस्यु, तीनटा टिस्यु मिलेर बनेको हुन्छ। अस्ति चाहिँ स्लाइडमा चाहिँ देखाएको चाहिँ थिए। र पेनिसको टिपलाई चाहिँ ग्ल्यान्स पेनिस भन्छ, जुन चाहिँ मेलको लागि चाहिँ हाइली सेन्सिटिभ चाहिँ हुन्छ। र ग्ल्यान्स पेनिसलाई कभरिङ गर्ने जुन स्किन फोल्डिङ हुन्छ जसलाई चाहिँ प्रियोपिस भनिन्छ। यसरी मेलमा चाहिँ स्पर्म यहाँ प्रोडक्सन हुन्छ र यो बाटो भएर भाषा डिफ्रेन्सिया यसरी हुँदा चाहिँ पेनिसबाट बाहिर, पेनिसको युराइनोजेनिटल डक्ट भएर चाहिँ बाहिर आउँछ।